हुनुहुन्छ म पनि ठिक छु सो आज भ्लग चाहिँ के हुन गइरहेको छ भने टुडे वी आर मेकिङ मोमो एट होम किनभने बाहिरको मोमो खाँदैनौँ त्यही भएर मोमो खान मन लाग्यो भने चाहिँ हामी घरमै बनाएर खाने गर्छौँ हेल्दी वेमा हैन अनि अहिले चाहिँ म उठेर नुहाइ गरेर फ्रेस भइसकेँ अनि अहिले चिया लिइरहेको छु सो यस टुडे वी आर गोइङ टु मेक मोमो तर यसमा चाहिँ ट्विस्ट भन्नाले लाइक हामी त मैदावाला मोमो बनाउँदैनौँ लाइक मैदाको पिठो युज गर्दैनौँ हामी चाहिँ आटा नै युज गर्छौँ किनभने मैदामा तपाईँले थाहा छ इट्स नट गुड फर हेल्थ एन्ड अल्सो म डाइटमा पनि छु मेरो भाइले पनि जिम गर्छ म पनि जिम गर्छु सो इट इज नट गुड फर बोथ अफ अस सो त्यही हो आज चाहिँ हामी मोमो बनाउँछौँ तर आटाको पिठोले आटा पिठो आई डोन्ट नो त्यही तपाईँ बुझ्नु है अनि त्यही भएर अब चाहिँ म चिया खान्छु चिया खाएर अनि किमा लिन जान्छु होला मेबी अनि त्यसपछि हामी बनाउँछौँ तपाईँहरू हेर्नु होला मेरो रेसिपी तपाईँहरूलाई लाग्छ होला कि म कुकिङमा एकदमै बेस्ट छु होइन तर त्यस्तो केही पनि होइन आई डोन्ट नो होइन मलाई कसरी त्यो फास्ट फुडहरू बनाउन म सक्छु मलाई इन्ट्रेस्ट आउँछ होइन तर खान त मलाई आउँदैन होइन त्यस्तो आउँदैन भन्नाले पनि त्यस्तो पनि होइन दाल भात भुजिया चिकन चाहिँ बनाउनु सक्छु अरू चाहिँ आउँदैन मलाई खासै बनाउनु यहाँसम्म कि त्यो चामल हालेर कति पानी हाल्यो त्यो पनि मलाई कन्फ्युज हुन्छु म मम्मी कति बाहिर गयो भने म फोन गरेर सोध्छु कति हाल्ने हो के हो कता के भनेर अनि त्यही भएर चाहिँ मलाई आफै अचम्म लाग्छ कि कसरी मोमो फेरि त्यस्तो होइन कि त्यस्तो जे पाए त्यही खालको पनि मोमो होइन एकदम मिठो टेस्टी अनि जे आफ्नो मनपर्ने कुराहरू खान पकाउन चाहिँ आउँछ त्यही हो सो आइ एम सो ह्याप्पी आज कति दिनपछि मोमो खाने हो किनभने अब डाइटमा भएपछि त अभियसली धेरै बाहिरको जङ्क फुडहरू खानु त भएन त्यही भएर टुडे अनि गाइज आइ एम सो सरी होइन मैले भने त हप्तामा 2-3टा भिडियो हाल्छु तर के गरौँ गाइज सन्चो पनि थिएन अनि प्लस केही कन्टेन्ट पनि थिएन सुट गरौँ भनेर त्यही भएर प्लिज बुझिदिनु होला मेरो प्रब्लम मेरो समस्या तर यस्तो राम्रो केही कन्टेन्ट पायो भने अभियसली म सुट गरेर हजुरलाई देखाइ नै हाल्छु सो त्यही बुझिदिनु होला गाइज ओके म चिया खाएपछि खाना खान्छु अनि यस गाइज लाइक मेरो युट्युब च्यानलमा चाहिँ तपाईँहरूले धेरै किसिमको भिडियो हेर्न सक्नुहुन्छ त्यो चाहिँ अब भ्लगिङ त भइहाल्यो त्यसपछि फुड च्यालेन्जहरू अनि लाइक मलाई आउने कुराहरूको रेसिपी जुन चाहिँ मलाई मनपर्छ त्योहरू पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यसपछि मेकअप अफकोर्स बिकज आई लभ मेकअप मलाई त्यही हो कि सुट गर्ने झ्याउ लाग्छ कि अनि त्यही भएर मेकअपमा चाहिँ रियरली आउन सक्छ तर आउँछ तपाईँहरूले धेरै किसिमको कन्टेन्टहरू हेर्न सक्नुहुन्छ आगामी दिनहरूमा सो स्टे ट्युन अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला प्लिज डु सब्सक्राइब डु लाइक माई भिडियो यस गाइज तपाईँहरूले मेरो पहिलाको भिडियोहरू हेर्नुभएको छैन भने प्लिज गो एन्ड वाच एकदम राम्रो छ लाइक मेरो मेहनत त्यही भएर पनि हेरिदिनु होला बाई बाई 1 hour later सो गाइज अब चाहिँ हाम्रो प्रिपरेसन स्टार्ट भइसक्यो मोमोको लागि अनि अहिले म प्याज छिल्दैछु प्याज छिलेर यसलाई एकदमै मसिनो पारेर काट्नुपर्छ प्याज अनि लसुन यसमा टाइम लाग्छ सो फर्स्ट हामी किमा रेडी गर्छौँ किमाको लागि चाहिँ हामीलाई चाहिन्छ लसुन चप गरेको त्यसको दबाई म हजुरलाई देखाइहाल्छु अरू के चाहिन्छ अहिले चाहिँ पहिला यो गरौँ
सो गाइस अब यसमा प्याज र धनिया हालिसक्यो। अब यसमा हामी किमा हाल्छौँ, चिकन किमा। अब यसमा चाहिँ हामी लसुनको पेस्ट हाल्छौँ। अब यसमा सल्ट हाल्छौँ हामी। चिकन मसाला, सॉरी चिकन मोमो मसाला। रातो धुलो खोर्सानी, थोड़ी जीरा धनिया पाउडर, अब ओइल। सो गाइस मिडल क्लास टिपिकल हुन्छ घरमा त्यो तेल हाल्ने भाँडो छ हैन, त्यो पाउँछ नि जगवाला, त्योला भए पनि त्यसलाई धोएर सजावटको लागि राखेको छ। अनि टिपिकल यस्तो प्लास्टिकको यो तेल युज गर्नुपर्छ, टिपिकल मिडल क्लास। जब युज गर्नु हुँदैन त किन्नु किन। अब थोरै यसमा पानी हालौँ जुसिनेसको लागि। सो यस्तो हाम्रो किमा देखिरहेको छ। अनि यता चाहिँ हाम्रो डोको लागि प्रिपरेसन हुँदैछ। हामीले चाहिँ त्यो मोमोको भाँडा चाहिँ युज गर्दैनौँ, किनभने हाम्रो राइस कुकरमै आउँछ नि त त्यो स्टिम गर्नको लागि पनि। अनि हामीले राइस कुकरमै स्टिम गर्छौँ, सजिलो पनि हुन्छ। त्यो मोमोको भाँडा चाहिँ हुन्छ। त्यो 1 किलो किमामा सायद 50 भन्दा बढी नै बन्छ। अनि टेस्टी पनि हुन्छ। त्यो बजारमा बिक्नुभन्दा राम्रो। म त बाहिर चिकन पनि खाँदिनँ, घरमा मात्र म नन भेजिटेरियन हो। यता बाहिरको लागि चाहिँ म भेज नै हो, किनभने मेरो एउटा छुट्टै पर्सनल रिजन छ, त्यो चाहिँ नभनौँ। मेरो के भन्छ क्लोजेस्ट फ्रेन्डहरूलाई फ्यामिलीहरूलाई थाहा छ रिजन के हो भनेर। अब त्यही हो। अनि गाइस किमालाई तपाईँले जति धेरै मिक्स गर्नुहुन्छ त्यति धेरै फ्लेभर आउँछ हैन, खुलेर मिठो पनि हुन्छ। त्यही भएर यसलाई चाहिँ सकेसम्म अलिक बढी मिक्स गर्नु होला। म चाहिँ मोमो एक्सपर्ट भइसकेँ घरमा बनाउँदा। अचार त हामीले एकदमै सिम्पल बनाउँछौँ, टमाटरको अनि हरियो खोर्सानीलाई त्यो एकदमै सिम्पल त्यो चटनी जुन हामी खान्छौँ नि घरमा युजुअली त्यस्तै चटनीसँगै मिठो हुन्छ। त्यो अरू त बदाम सदाम त्यताउति हालेर पनि ट्राई गऱ्यौँ, तर हामीलाई खासै मिठो लागेन। अनि हामीले चाहिँ अब त्यही टमाटर अनि हरियो खोर्सानी त सायद पोल्नु पर्दैन, टमाटरलाई पोलेर अनि हरियो खोर्सानी नुन कागती हालेर त्यति नै हो। सबै धनिया मिक्स गर्ने त्यति हो। त्यति नै मिठो हुन्छ सिम्पलमा। सो हाम्रो किमा रेडी भइसक्यो। अब चाहिँ आटा पनि भइसक्यो, उतो गर्नुपर्छ। अब मोमो बनाउने त्यो बनाउनु चाहिँ मलाई खासै राम्ररी आउँदैन, तर पहिला त मै बनाउँथेँ बनाउन चाहिँ। अहिले चाहिँ मेरो भाइले आउँछ नि, त्यसले चाहिँ अलि राम्रो खाले मभन्दा त राम्रै बनाउँछ। बनाउनु त म पनि बनाउँछु, पहिला मैले नै बनाएर खाएँ। अहिले चाहिँ युट्युब हेरेर सिकेछ, त्यसले बनाउँछ। सो ब्रदर आइज
हाम्रो किमा रेडी भइसक्यो। चाहिँ हाम्रो पानी बोइल हुँदैछ। गाइस मेरो चाहिँ सेप हुँदैन, अब म चाहिँ यस्तो गर्छु। गाइस मेरो चाहिँ यस्तो हुन्छ गोलो। गाइस हाम्रो सेकेन्ड लट, हाम्रो अचार पनि रेडी भइसक्यो।